हेलो साथी जोरले अनि नमस्ते। ल हिजोको दाई फेभरेट दाई जुस खाँदैछ हामीहरू चाहिँ। आज जुस खाँदैछ। देखाउँ त जुस जुस राम्रो काम गर्ने। कहिले काहीँ जुस खाने मन लाग्यो, धेरै भयो जुस नखाए। के गर्नु क्यार, यो चाहिँ रेड बुल हो यहाँको चाहिँ। सेरी चेरीसँग खाने। खै 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 यता देखाउ त। यो त बाटोभरि पाकेर एकदम हुन्छ समात्ने खाने। मिठो छ यार, त खट्टो छ। अनि दाइहरुको कस्तो लाग्यो बुल्गेरिया काम? बुल्गेरियामा एकदम भन्नु त। खाना पिना बाटोभरि हिँड्दै गयो। त्यहाँहरू त बापरे फल कति आएको त्यसमा। काम कस्तो भयो भने? काम ठिक छ। अनि दाइहरु कस्तो भयो काम भन्नु त। यता यता सोल्टीलाई देखाउनु भएन यार। के छ अपेक्षा भन्दा राम्रो ठिक छ नि काम? एकदम 1 लाख बच्चा भइगयो। यो मलाई त यो मन पर्यो के। के खाने हो गाई, मजाले जुससँग खट्टो खट्टो जुस खायो बसो। म चाहिँ आज एउटा साथीहरूलाई यो के जानकारी दिन चाहन्छु भने बुल्गेरिया आउने, यतै बस्ने, यतै रमाउने, यतै खाने तरिकाले चाहिँ आउनु होला। तर यो यता आएर 2-4 महिनामा भाग्ने प्रयासले नआउनु होला। अब त्यो यो के भन्छ सेन्जेन हो, सेन्जेन कन्ट्री भएको छ अरे। सेन्जेन कन्ट्रीको खासै फाइदा चाहिँ लागेन। अब यहाँदेखि चाहिँ बाहिर जानलाई पर्मिटै चाहिन्छ होइन। त्यही भएर हामी चाहिँ यहाँसम्म मजाले 3 वर्ष ढुक्कसँग यतै बस्ने भन्ने प्लानमा छौँ। यतै बसिसकेपछि अब उता चाहिँ अब अन्तिममा टिआरसी रिन्यू नभयो भने त्यसपछि चाहिँ चल्दिन सक्छौँ सायद, नत्र चाहिँ जाँदैनौँ। सबैले तपाईँहरू पनि योलाई इन्ट्री पोइन्ट बनाएर यहाँदेखि 2-3 महिनामै टाप हुने प्रयास गरेर त्यस्तो मनसाय बनाएर आउँदै हुनुहुन्छ भने त्यो चाहिँ नगर्नु होला। सबैलाई सुझाव छ, कसो होइन त्यो चाहिँ एकदम ब्राभो नै ब्राभो नि। सबैले त्यही छ। अब त्यही सेन्जेन कन्ट्रीको फाइदा भनेको चाहिँ अब यहाँदेखि अर्को देशको बोर्डरको पास मात्रै हो, अरू चाहिँ काम लाग्दैन। त्यही भएर बोर्डर पास गरेर जान अनि 3 महिना घुम्न चाहिँ पर्मिट हुन्छ, काम गर्न पर्मिट हुँदैन। अरू देशमा इलिगल भएर बस्नुपर्छ, गाह्रो छ गाइस। त्यही भएर जति कमायो 50,000 कमायो नि, 1 लाख कमायो नि, 1.5 लाख कमायो नि, सुख दुःख यही बुल्गेरियामा साट्ने। मौसम चिल छ, साथीहरू मजाका मिल्छन्। फेरि यतापट्टि फलफुल छ, फालाफल छ, जुस पाइन्छ होइन। एकदम जुसी दिन लागिसक्यो। यो चाहिँ रेड बुल हो, यसलाई चाहिँ बुल्गेरियाको रेड बुल भन्छन्। यो बिना बुल्गेरियाका मान्छेहरू अक्सर नबाच्दा जस्तै लाग्यो। यो र चुरोट खाने कति के बाबरे, यत्रो चुरोट खान्छन् यहाँका मान्छे। चुरोट खाएको देखेर म त दङ्गै परेँ। त्यही भएर अब यहाँका मान्छेहरू एक हिसाबमा चुरोटे नै छन्। त्यसमा चाहिँ कन्ट्रोल गर्नुपर्छ। चुरोट रक्सीमा खायो भने यता बसाइ नहोला जस्तो छ। चुरोट महँगो पनि महँगो पाउँछ, त्यस्तो छ। केटीहरू कस्ता खान अरे? केटीहरू चाहिँ नेपालको हिउँ जस्ता गोरा नि छन्, त्यस्तै छन्। अब केटीहरू तिमी हेर्ने मान्छे, तिमी क्या र केटीहरू म हेर्छु र। म त्यस्तो केटीलाई नजर लगाउनु नि। नजर एकदम सिम्पल सोझो मगरको छोरो यार। जति बेला पनि यो केटी बोल्छ कि भन्ने पछि लागेकै हुन्छ क्या र। ल गाइज, हाम्रो यो स्टेसन, अब हाम्रो रेस्ट स्टेसन यता देखाउनु स्टेसनतिर भ्याइदिनु अब छोटो मिठो। ओके गाइज, सबैलाई माया छ। भोलि मर्निङ